मर्निङ सर नमस्ते साथीहरू म चाहिँ नुमा लिम्बू फ्रम पास्टरबाट आई होप तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला म पनि एकदमै सन्चै छु। आज चाहिँ मैले निकै लामो समय पछाडी एउटा भिडियो स्टार्ट गरिरहेको छु बिहानै। अहिले चाहिँ कति बज्यो भने साथीहरू अहिले चाहिँ 5:15 गइरहेछ। आज चाहिँ म छिटो उठे किनभने आज हाम्रो धेरै काम छ। अब म उठिसकेपछि के काम गर्नुपर्छ त्यो कामहरु सबै गर्छु अनि तपाईहरुसँग भेट्ने छु। आजको मौसम चाहिँ यस्तो रहेको छ साथीहरू, सबै धुम्मेर है बर्खायाममा यस्तै हुन्छ। सबै कालो कालो छ, बादल केही देखिँदैन। हेर्नुस् न आगोनहरु पनि यस्तै छ, सबै झरेछ र बर्खामासमा यस्तै छ। यो चाहिँ म चाहिँ बढार्दै छु। कमिला यो बर्खा मासमा चाहिँ कमिला चाहिँ कहाँ देखि आउँछ क्या। यो चाहिँ हाम्रो किचन हो साथीहरू। यो मस्याम अब हामी खेतको भित्तामा रोप्न जाने अनि यहाँ चाहिँ यहाँको पुग्छौँ। मैले यहाँ चाहिँ बुवाको लागि खाजा पकाउँदै छु। मैले चाहिँ अहिले खाजा रेडी गरिसकेको छु साथीहरू। म देखाउँछु ल के रेडी गरे भनेर। यो रहेको छ चामल भिजाइरहेको छु यहाँ 6 मना खेतलाको लागि। अनि यहाँ चाहिँ मैले आलु काटिरहेको छु तरकारीको लागि। अब यहाँ बन्दा पनि लाउने मेरो बहिनी बन्दा टिप्न गएको छ। अनि यो कराईमा पकाउँछु म। चाहिँ मेरो भात पाक्दै छ। म चाहिँ यहाँ चाम्रे पकाउन आँटेको साथीहरू। चाम्रे पकाउँदैछु। साथीहरू अहिले चाहिँ खाजा नि काटिसक्यो, त्यही भएर खेतमा लानलाई रेडी बनाउँदैछु। यो हाम्रो खाजा देख्न सक्नुहुनेछ। 10-12 जना छु। अलिक गिल्लो भइसक्यो साथीहरू। मेरो खाजा नि रेडी भइसक्यो। हाम्रो खाजा अघिको भाँडामा अट्नेर फेरि अर्कै बाल्टी ल्याउनु पर्यो नि साथीहरू। त्यो बाल्टी भरि भयो। अनि त्यसपछि यहाँ चाहिँ हाम्रो तरकारी रहेको छ। वाउ, तरकारी भने यहाँ चाहिँ जाड खानु चाहिँ धेरै हुनुहुन्न। अनि तल पनि बस्ती छ नि त हाम्रो खेतछेउमा, अनि त्यही बस्तीमा बनाएर दिने, त्यो घरमा बसेर। अनि यो चाहिँ हाम्रो खाजा हो। आजको लागि चिया पनि त्यही खेतमै तताउनु पर्छ। अनि त्यसपछि यो चाहिँ हाम्रो मस्याम दाल। यो मस्याम दाल पनि रोप्नुपर्छ नि त भित्तामा। अनि दाल हो यो चाहिँ। अहिले चाहिँ खाजाहरू मैले रेडी गरिसकेर खाना सब्जी पनि बनाइसकेँ। खाना सब्जी पनि रेडी भइसकेको छ। यहाँ चाहिँ खाना छ, यहाँ तरकारी छ, यहाँ दाल छ। अब अचार बनाउनु बाँकी छ अझै। अब चाहिँ म सुँगुरहरूलाई चारो दिन जाँदैछु साथीहरू। यो सुँगुरको चारो लगेर जानुपर्ने हुन्छ। आमाले चाहिँ अघि लगेर जानुभएको छ। हाम्रो सुँगुरहरू चाहिँ देख्न सक्नुहुनेछ साथीहरू। यहाँ चाहिँ आमाले चारो बनाइदिँदै हुनुहुन्छ। अब मैले यिनीहरू ओसार्दै दिनुपर्ने हुन्छ। अनि यहाँ चाहिँ हाम्रो गाई अनि यता चाहिँ भैँसी पनि रहेको छ। अनि यहाँ चाहिँ फेरि गाई भैँसीको पिसाब ट्याङ्की हो। यो सुँगुरहरू त के साह्रो कराउँछ भने साथीहरू, यो सुँगुरहरू यो बच्चाहरू पनि छ। यो 2 माउ ब्याएको छ नि त, पल्लो माउ र
यो माउको बच्चा चाहिँ पल्लो माउको बच्चा र यो चाहिँ मैले देखाउँ। साथीहरु यो भैँसी चाहिँ मेरो हो कि तर मलाई हेर्नै सक्दैन मसँग त अहिले बाँच्ने जस्तो भइजान्छ अब यो भैँसीले फेरि आमासँग चाहिँ केही हुँदैन म चाहिँ गयो भने आँखा टेढो बनाएर हेर्छ हेर्नु न यो चाहिँ मेरो पे हो है साथीहरु म धनी पो छु त यत्रो भैँसीको धनी छु तर मेरो भैँसीबाट के गर्नु मलाई हेर्नै सक्दैन अनि यता छ गाई हेर्नु फेरि यता माथिको सुँगुरले त चारो दिरी नै पो बिर्सेको रहेछु म यता माथि पनि पो छ त हाम्रो सुँगुर त हामीले चाहिँ चारो पनि दिइसक्यौँ त्यही भएर अहिले त कति शान्त भयो त कति कराएकै थियो बर्खा मासमा हिलो छ है साथीहरु अब चाहिँ म घर गएको अनि अब चाहिँ हामीले खाना नै खानुपर्ने हुन्छ खाना खाएर मिलोमा जानुपर्ने हुन्छ त्यही भएर हामी खाना खान्छौँ त्यसपछि तपाईँहरूसँग भेट्ने छु अहिले बाइ बाइ साथीहरु अब चाहिँ हामी मेलो हिँडेको हामी चाहिँ घरदेखि हिँडेको साथीहरु बहिनी र म मेरो घर चाहिँ माथि पछाडि देख्न सक्नुहुनेछ माथि सिरानको मेरो घर चाहिँ अनि बहिनी र म चाहिँ जाँदैछौँ साथीहरु देख्न सक्नुहुनेछ हाम्रो टोल हाम्रो सिरान गाउँ यो पुचार घरदेखि माथि 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 सिरानमा चाहिँ हाम्रो घर हो अनि हामी चाहिँ जाँदैछौँ अब यहाँदेखि ओह्रालो नन स्टप हुन्छ हाम्रो नन स्टप ओह्रालो पुच्छारसम्म यहाँ बहिनीले चाहिँ बिउ बोकेको छ अनि मैले चाहिँ खाजा बोकेको छु खाजा हामी चाहिँ जाँदैछौँ अहिले हाम्रो आमा चाहिँ अगाडि हुनुहुन्छ पारी रानीटार डाँडाहरू देख्न सक्नुहुनेछ बर्खायामको मौसम तर नि जस्तो जे दुःख भयो नि गाउँ घरै रमाइलो है साथीहरु मलाई चाहिँ त्यस्तो लाग्छ जति दुःख कष्ट भए पनि गाउँ नै रमाइलो लाग्छ हौ यस्तो हरियाली छ है अहिले खुर्सानी अक्कभरि खुर्सानीहरु टन्नै छ हाम्रो गाउँतिर कति काम गर्नुपर्ने हुन्छ गाउँमा त सबै काम गरे त्यो क्यामेरामा कैद गर्नुपर्छ भन्ने पनि त छैन है त्यही भएर मलाई चाहिँ भिडियो बनाउन मन लाग्छ तर के गर्नु भिडियो बनाउनै आउँदैन साथीहरु मेन चाहिँ तर अलिअलि भए पनि गर्नु पर्यो मलाई चाहिँ भिडियो बनाउनु पनि आउँदैन है अनि मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने मेरो च्यानललाई सब्स्क्राइब पनि गरिदिनु ल साथीहरु चाहिँ ओह्रालो जाँदैछौँ भारी बोकेर कस्तो साह्रो भइरहेछ है बर्खा मासको टाइममा यस्तै हो काम गरि सक्दैन त्यही माथि अहिले त कामहरु जुदिरहेछ यता भित्ता तास्नु पर्ने धान रोप्नु पर्ने यता कोदो पनि रोप्नु पर्ने मकै दोहोर्याउनु पर्ने अनि अब फेरि हाम्रो चाहिँ खासमा फेरि साउनमा मात्रै धान रोप्छौँ सिमसामा चाहिँ असारमै रोप्छौँ साउनमा चाहिँ फेरि खेतदेखि मकै झिक्नु पर्ने हुन्छ मकै झिकेर फेरि भित्ता तासेर के अरे धान रोप्नु पर्ने हुन्छ त्यही भएर अरू खेतमा चाहिँ साउनमा रोप्छौँ यो खेतमा चाहिँ अब सिमसामा त मकै हुँदैन नि त त्यही भएर बाँझै रहन्छ त्यही भएर रोपिहाल्नु पर्ने हुन्छ फेरि घरमा धेरै गर्ने पनि छैनन् जति पनि भाइ बहिनी छन् सानो छन् स्कुल जान्छन् अनि
आमा बुवा बोजू सक्नुहुन्न कसै। हामी चाहिँ गएकै छौँ अहिले। अब चाहिँ खेतमा नि पुग्न आँटिसक्यौँ। उयो त्यो फुल भन्दा नि के फुलिरहेछ नि यो रुख, त्यहाँ हो हाम्रो खेत चाहिँ। हामी चाहिँ जाँदैछौँ। अन्त भाइ र आमा अगाडि हुनुहुन्छ। अनि आज चाहिँ हामी धान पनि थोरै रोप्ने, त्यो अलि के अरे अगुवा बिउ राख्नुहुन्छ कि त्यो बिउ पनि रोप्ने, त्यो अनि थोरै छ। अनि बहिनी र म चाहिँ आज दाल मात्रै रोप्छौँ होला। हामी चाहिँ भित्तामा दाल पनि रोप्छौँ। अनि के अरे हिलो नि बनाउनु पर्ने छ। अनि साथीहरू छन्, साथीहरूले चाहिँ खेतलाहरू उनीहरूले चाहिँ भित्ता तास्छन्। अनि त्यस्तै छ हौ साथीहरू। हाम्रो गाउँतिरको काम जति गरे पनि सक्दैन। कति ओह्रालो छ है साथीहरू। हाम्रो घर त माथि कहाँ हामी चाहिँ कहाँ पुग्यौँ। ओह्रालो आउनु त सजिलो कि भरे उकालो जानु चाहिँ यस्तो साह्रो हुन्छ। हामी चाहिँ अहिले खेतमा नि आइपुगिसक्यौँ। अलिकतिले चिप्लियो त। पारी रानी टार हो, रानी टार मुनि हामी चाहिँ खेतमा पुगिसक्यौँ। अब हामी चाहिँ काममा लाग्छौँ। यता चाहिँ भित्ता तास्नेहरू छन् भने उता तल चाहिँ हाम्रो सानो भाइ चाहिँ त्यो हामीले के अरे अस्ति सघाएको लडेछ कि पहिरो गएछ, भत्की गएछ। अनि त्यहाँ बनाउँदैछ। अनि बहिनी र म चाहिँ जाँदैछौँ पुच्छर घरमा सुम्बाक रोप्नलाई। यहाँदेखि माथि चाहिँ जस्तै हामीले गरिसकेको, अब त्यहाँदेखि माथि अझै छ, अझै 7-8 गरा छ माथि चाहिँ। अनि त्यहाँ चाहिँ अरू साथीहरूले नै गर्छन्। अनि भित्तातिर चाहिँ बहिनी र मैले के अरे दाल मस्याम रोप्नुपर्ने हुन्छ। अनि त्यसपछि हाम्रो बिउ पनि छ यो थोरै, अनि त्यो बिउ पनि रोप्नुपर्ने हुन्छ धान। अनि अब पहिले चाहिँ हामी दाल रोप्छौँ। हामीले चाहिँ अहिले 1 2 3 4 5 भित्ता मस्याम रोपिसकेर हामी चाहिँ माथि पुगिसकेका छौँ। अनि मेरो बहिनीले छ अझै नि रोप्दैछ। अनि माथि भित्ता तास्दैछन् भाइहरू भने। यता चाहिँ दाजु चाहिँ हलो जोत्दै हुनुहुन्छ। अनि उता दाजुले चाहिँ त्यहाँ 2 घर मात्रै बिहाले पुग्छ नि त अघि ल्याएको, अनि त्यहाँ रोप्नुपर्ने। अनि त्यहाँ फ्यौरी लाउँदै हुनुहुन्छ। अनि हाम्रो आमा चाहिँ माथि हुनुहुन्छ। अनि माथि भाइहरू पनि तास्दै नै छन् भित्ता, अझै माथिसम्म तास्नुपर्ने। आज नि सक्ला जस्तो छैन साथीहरू। पारीको मौसम चाहिँ कस्तो राम्रो देखिरहेछ है साथी। वाउ, अघि त पुरै पानी पर्ला जस्तो थियो है साथीहरू। अहिले त फेरि पुरै घाम लागिरहेछ। हिलो बनाउँदैछौँ, पानी नै छैन, पुरै पो घाम लाग्यो त अहिले त। अहिले साथीहरू अब चाहिँ म खाजा बनाउन जाँदैछु। मैले तलबाट रोप्दै ल्याएर मैले त पुऱ्याइसकेँ। अनि अब साथीहरूले खाजा पनि दिनुपर्ने हुन्छ, त्यही भएर म चाहिँ खाजा बनाउन जाँदैछु। आफू पनि खानुपर्छ, त्यही भएर म जाँदैछु खाजा बनाउन। खाजा चाहिँ हामी यो घरमा खान्छौँ, तुम्बाको घरमा। 1 2 3 4वटा भित्ता तास्नुपर्ने छ। यो ब्याड चाहिँ हाम्रो तल पुच्छर तल जङ्गल छेउ खेतको लागि। अहिले चाहिँ हामीले खाजा खाइसक्यौँ। अब हामी चाहिँ फेरि काममा लागेको साथीहरू। फाइनली आज चाहिँ हाम्रो खेतको काम सक्यो, भित्ता तास्न नि सक्यो, दाल रोप्न नि सक्यो, अगुवा धान रोप्न नि सक्यो। हिलो बनाउन चाहिँ सकेन किनभने पानी थिएन। त्यही भएर म चाहिँ आज अलिक छिटो घर फर्किँदैछु अरूभन्दा, किनभने घरमा गएर घरको काम गर्नुपर्ने हुन्छ। सुँगुरहरूले चारो दिनुपर्ने, बस्तु गरे पनि आफ्नो लागि खाना सब्जी बनाउनु पर्ने हुन्छ। त्यही भएर म चाहिँ आज अलिक छिटो घर फर्केको भन्दा नि आउँदै ढिलो भइसक्यो, किनभने बाटो कालो छ। त्यही भएर हिँड्नै सकिनँ उकालोमा। ओह्रालो जाँदा सजिलो हुन्छ कि साथीहरू, उकालो त कम्ती टाइम लाग्दैन। त्यसै मेरो ब्लग नै इन गर्न चाहन्छु। सबैलाई लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गरिदिनु होला। बाई बाई।